केटी यतातिर त लाग्दै गाह्रो भइरहेको छ। मेरी मायालाई भेट्न आएको गाइस फुल ल्याएर माया भन्ने चिज आउँदै आउँछ कहाँ गयो भने पानी परेर साथीहरू 7 बजी जाने गाडी अनि 5 बजी जाने। तिमीहरू कहाँ जाने हतार हो यार, गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्न हतार होला यार तिमीहरू यार, बिस्तारै कुदाउने यार। साथीहरू के छ सबैजनालाई गुड इभिनिङ, वेलकम ब्याक माई च्यानल। डोन्ट फर्गेट टु लाइक कमेन्ट सब्सक्राइब। सबैजना नै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुलाई। मेरो भलो कस्तो लाग्छ म तपाईँहरूको माझमा जे छ मसँग भएको एक्सपिरियन्स नलेजहरू तपाईँलाई सेयर गर्नेछु। ल हेर्नुहोस् 12 घन्टा ड्युटी गरेको गाडी नै आउँदैन यार ठुक्क। अहिले हेर्नुहोस् मौसम कस्तो छ, पानी परेर 3 दिन भयो दुबईमा है साथीहरू, युनाइटेड अरबमा। लास्ट बिजोग छ यतातिर, एकदम हालत खराब छ साथीहरू होइन। यो सर हेर्नुहोस् त्यतातिरको टेक्नोलोजी दामी छ यार। खाना मिलाएर केटालाई अलग केटीलाई अलग लिन्छ है, कोही गाडीमा मात्र हो सँगैले त्यस्तो नियम छ क्या यहाँ सिस्टम। पानी परेर साथीहरू 7 बजी जाने गाडी अनि 5 बजी जाने गाडी 9 बजी गइरहेको छ। सबैको सेम समस्या त होला नि साथीहरू। हेर्नुहोस् त मौसम कस्तो, अहिले पुरा बादल फाटिरहेको छ। अब कत्रो बिल्डिङ हो क्या साथीहरू होइन, कसरी बनाएको होला टेक्नोलोजी हेर्नुहोस् त यहाँ। यता जाम भयो, ट्राफिक लाइट भयो। सो गाइज म जाँदैछु ड्युटी। आज चाहिँ मेरो ड्युटी चाहिँ धेरै कम्ती हुने भयो, 8 घन्टा मात्र, 9 बजी 5 बजी 8 घन्टा मात्र ड्युटी गरेर आउने क्या साथीहरू। ठिक छ, 8 घन्टा काम गरेर आउने हो मैले। लाइफ इज नट जोकिङ, लाइफ इज हार्ड वर्किङ। यस्तै हो साथीहरू जीवनमा है, सबैको समस्या सेम प्रब्लम छ क्या। यो चुचुरो यहाँको के चुचुरो हो यो, चुचुरो रहेछ यार। आबा यहाँको गाडीको स्पिड चाहिँ एकदम रोड अनुसार चाहिँ हाल्नुपर्दो रहेछ। ट्राफिक नियमको पालना गरौँ, गाडी कुदाउँ। हेर्नु न यहाँ घरहरू कस्तो राम्रो घरहरू छ। पुष्पराज झुकेका नहीं है, सबसे ऊपर जाना है। कैसा भाई? ये भैया इंडिया के, आप किधर से हो? इंडिया से ना? तेलंगाना से भैया। दुबई कैसा लग रहा है आपको? हिंदी नहीं मालूम भाई। हिंदी नहीं मालूम? लाइक द दुबई, यू लाइक दुबई? No, never. No? I love my India. India? Yeah. Go back to India? Yeah. सब लोग ऐसे ही बोलता है यार इधर गाइस, दुबई अच्छा नहीं है, दुबई अच्छा। अब यहाँ पे पूरा बारिश आउने साथीहरू, बारिश पानी हेर्नुहोस् त। हो अबै पानी त यहाँ रहेछ क्या साथीहरू, रोड ब्लक भएको छ हेर्नुहोस् त पानी परेर। यतातिर अब गार्डनहरू फुलहरू रोपिदिएको छ, दामी बनाएको छ हो साथीहरू। अन्त रात भएको छ साथीहरू, आँसु जस्तो हो त। साथीहरू फाइनली ड्युटी आइयो, हाम्रो बस यही हो हेर्नुहोस्, स्कुलको जस्तो बस छ यार। म पनि स्टुडेन्ट जस्तो भइरहेको छु नि साथीहरू होइन। अहिले काम गर्ने यही बिल्डिङ हो क्या केटा हो। भिडियो बनाइदिएछु कसैले मार्ने कि। बाई बाई बस गयो साथीहरू। हेर्नुहोस् त आउँछ लाग्यो यार। आइयो हजुर, काम गर्ने ठाउँ आइपुगिसकेको छ है हाम्रो एकदम। यहाँबाट पनि पास भयो है साथीहरू, यहाँबाट पनि पास भयो। हिजो राति 2 बजे सुतेको साथीहरू, आएको त रातो भएको छ यहाँ। किन्तु अल प्रदेशमा रहनुभएका सबैजनालाई नमस्ते भन्न चाहन्छु साथीहरू है। म बोल्दैछु मिस्टर पूर्ण देवकोटा फ्रम अमेरिकाको कोलोराडो भन्ने ठाउँबाट बोल्दैछु साथीहरू। कस्तो लाग्दैछ यहाँको ठाउँ हेर्नुहोस्, वातावरण हेर्नुहोस्, भ्यू भन्छ के भन्छ इङ्ग्लिस नै आउँदैन खासै। ए हो क्या टेक्नोलोजी विकास भनेको साथीहरू है। नेपालमा एउटा पासपोर्ट बनाउन जानको लागि अनि कत्रो भिड हुन्छ, अस्पताल जाम, बिरामी बाटोमै मर्छ, भ्रष्टाचारी छ, पैसा लुकाएको छ, ब्याङ्क ब्यालेन्समा जम्मा गरेको छ।
जस्तो देखाउने हो नि त। यति नै हुनु पऱ्यो क्या हाम्रो पोखरा सिटी फेवाताल र टुरिस्टहरू आउन घुमेर एकदम यो गरे रहेछ नै भन्ने वातावरण होस् क्या। उता बिचैमा समुद्र छ, डुङ्गा छ, मजाले घुमेको छ, यतातिर रेस्टुरेन्ट छ, कफी सप छ, हो कि नै? भन्नुहोस् त बिल्डिङमा मान्छे बसिया छ। इन्जोय लाइफ गाइस, इन्जोय। अब हामी भने यतातिर काम गर्ने लेबरी, हामी भनेको लेबर हो गाइस। लेबर लास्टै गाह्रो छ है, लेबर काम गर्ने परदेशमा गाह्रो छ साथीहरू। न त भाषा छ, न त काम सिकिया छ। हेर्नु त मलाई त यहाँ तनाव छ। न त निर्धन पुग्छ, न त पैसा पुग्छ। जिन्दगीमा केही गरेर पनि खुस छु सुख हुने भएन क्या साथीहरू। हेर्नुहोस् है, अब यहाँ अटोमेटिक यो रेड लाइन भयो नि त, यहाँ ट्राफिकको अटोमेटिक त्यस्तो नेपाल जस्तो हुँदैन क्या। यो चाहिँ मलाई ठिक लाग्यो। नेपालमा पनि यस्तै सेवा सुविधा हुनु पऱ्यो नि, अटोमेटिक। हेर्नुहोस् अब ग्रिन बल्यो भने जाने हो, हामी ट्याक्क निस्किने हो क्या। न यहाँ पुलिस बस्नु पऱ्यो, न भिडभाड, न झगडा के। अब ल बढ्यो, ग्रिन बल्यो, स्वाट्ट निक्लिने हो क्या। त्यस्तो सिस्टम हुनु पऱ्यो नि यार। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है इस पे फूट फेंक के मारो या फिर मोमबत्ती। जहाँ यस्तो अटोमेटिक सिस्टम भयो त किन त्यस्तो कुल बोयलाई चाहियो मिनिमम भर्जन, भिनलाई चाहियो भर्जन केटी, छैन के गर्ने। मायालाई भेट्न आएको फुल ल्याएर माया भन्ने चिज आउँदिन, अनि के गर्ने होला। अब मैले फोन गर्छु मोबाइलबाट, आएपछि मैले भेटेर मोमो खुवाएर रेस्टुरेन्ट हिँड्नु नजिकै छ, मलाई बाल छैन। आज म एकदम कोई बात नहीं, हम तो चूतिए हैं, दोबारा ट्राई करेंगे। और क्या बहस की काम है हम पे। लेकिन एक सेकंड, म ह्याप्पी छु, माया आउन लागि छन्। वाउ वाउ वाउ, यो फुल दिने हो मायालाई। आज मेरी माया आउँदैछिन्, फर्स्ट स्टार्टिङ भेट। कसरी गर्छ माया, छिटो आउला तिमीलाई भिडियोमै पर्पज हान्नुपर्छ साथीहरू। मलाई कस्तो केटीले हेरेको दाल लाग्यो त्यताबाट साथीहरू। साँच्ची नै मायालाई हेर्ने जस्तो लाग्छ क्या मलाई त। फेरि यो पहिलोचोटि यो बोल्दाखेरि अर्कै लाग्छ कि साथीहरू। तर म बोल्छु केही फरक पर्दैन, लाज मान्न हुन्न। हामीले के हाम्रो मोबाइलमा हाम्रो थुत्नु देखाएर पनि बोल्यो भने कसैलाई केही भने आएन होइन। ठिक साथीहरू, कस्तो राम्रो ठाउँ छ। हेलो साथीहरू है, झिलिमिली छ मजा नाच मार्केट। कस्तो सुन्दर नाइटमा कि कति दामी कि। अब यतातिर साइडमा गर्लफ्रेन्ड भएको भए किन हो र लजाएको, फोटो भिडियो बनाउने हुन्थ्यो टक्क यस्तो गरेर। किन लजाएको र सानी भन्ने हुन्थ्यो। छैन गाइस, एक्लो लाइफ यस्तरी हिँड्नलाई नि हुँदैन क्या साथीहरू। त्यस्तो गर्नुहुन्न, मान्छेले अर्कै सोच्छन् कि नराम्रो सोच्छन् छोरी मान्छेहरूलाई होइन। हामी भनेको संस्कारी हो क्या, संस्कारी राम्रो हो यार। कस्तो पानी परेर यतातिर त लास्टै गाह्रो भइरहेछ। अब नेट चाहिँ चल्दैन, काम केटा एक्सर्साइज गर्नु पर्दैन नि। यहाँको मान्छेले यसरी दौडिन्छ होइन साथीहरू, यसरी दौडिन्छ मान्छे नि। एक्सर्साइज भनेको एक्सर्साइज हो कि एक्सर्साइज गर्नुपर्छ है भन्ने आउँछ क्या मैले साथीहरू। त्यो होइन ल साथीहरू, पैसा कमाउनलाई मेहनत गर्नुपर्छ, स्ट्रगल भनेको क्या भन्नु भन्नुभयो होला। एकदम काममा खटिनु पऱ्यो क्या। टक्क कुकुरसँग साथमा हिँडालेको छ यतातिरको मान्छे, बिरालोसँग हिँडालेको छ मान्छे। यतातिर जोडी छ साथीहरू, बसिरहेको छ होइन। अब के गर्ने, गाह्रो छ यार। यता भिडियो पनि बनाउन मिल्दैन। यहाँ फेरि अर्को भिडियो यस्तो देखाउने त्यस्तो सिस्टम छैन क्या। अब मलाई कम्प्लेन किन भिडियो बनाइस्, यहाँ फेरि त्यो फोटो भिडियो अर्काको के हो मेरो फेस आगो लाग्यो क्या। फोटो भिडियो कम्प्लेन त्यो गर्छ के, बनाउन मिल्दैन। अब यतातिर साथी भयो त के छ साथी, पैसा ल्याएको होला जाउँ त पसलमा दारू खानलाई भन्ने दारू चटपट।
नास्ता के सबै लोभी साथी छ मेरो कस्तो राम्रो यता रेस्टुरेन्ट हो कि मैले यस्तै रेस्टुरेन्टमा काम गर्न खोजेको जबै मिल्दैन यार अभागी छु कि म त यार 70 वर्षको बुढी मान्छे यसरी दौडिँदो रहेछ एकदम एक्सर्साइज गर्दो रहेछ र पो यहाँ देखिँदो रहेछ सलमान खान शाहरुख खानको हेर्नुहोस् त 45-55 वर्ष भइगयो होइन मेरो त कपाल फुलिसक्यो यार अब यो के हो सोरुङ हो के हो ओहो हो विकास पनि कस्तो विकास हो यार अचम्म चाहिँ यार दिमागमा के गरी बनाएको हो साथीहरू यो के हो त म कहाँ जाने मलाई पनि थाहा छैन त्यत्तिकै हिँडेको उतातिर साथीहरू मार्केट जाने भनेको मार्केट है यता पछाडि हेर्नुहोस् न जोडी गएको चाहिँ कस्तो मुटुले चिसियो गर्छ क्या यत्रो उमेर भइसक्यो यार एउटा यार मैले गर्लफ्रेन्ड बनाउन सकेको छैन यार कसैले नि पत्याउँदैन यो टोयललाई त पैसा मात्र चाहिन्छ क्या तिमीहरूलाई पैसा भए त तिमीहरू आफै आइजान्छ फेरि सल्यानी हो सल्यानी आफ्नै पारामा हिँड्छ हावा लाग्यो कसम यो रेस्टुरेन्टमा गएर हेलो गाउँबाइका मान्छौ यता हेर यता विदेशी यस्तो हुँदो रहेछ क्या यता हेर क्या गरी बनाएको हुन् यहाँका नेताले नेपालमा भ्रष्टाचारी त सक्दैनन् पैसा मात्र लुट्छन् टेक्नोलोजी भने आइयो क्या गर्ने ओहो यस्तो हुँदो रहेछ यहाँ त पुरै बिचैमा स्विमिङ पुल के अरे पानी जान्छ एकदम कसरी बनाएको यो समुद्र छ बिचैमा वरिपरि सर यहाँबाट दौडिन्छ मान्छेहरू एक्सर्साइज गर्छ यता रेस्टुरेन्टहरू छ उता बिल्डिङ के गरी बनाएको टेक्नोलोजी सक्छौ त यहाँ कसैले नेपालमा यस्तो गर्न सकिँदैन साथीहरू गाइज यतातिर झारी छ होइन यहाँ झारीमा चाहिँ पिसाब यहाँ चाहिँ मुद्न पाइन्न क्या यहाँ जरिमाना चाहिँ यो कहिले देख्यो भने 500 रुपियाँ फाइन लाग्छ यतातिर कागजको टुक्रा फालेपछि 500 रुपियाँ यहाँ गर्थ्यो कसैको नि केही छाड्नु मिल्दैन अब म त्यहाँ सुपर मार्केटमा जाँदैछु साथीहरू होइन यहाँबाट जेब्रा क्रसिङ छैन कहिले देखेपछि मलाई यहाँ फाइन मार्छ क्या पुलिसले मार्छ फाइन फेरि है कसैले भन्दाखेरि त्यस्तो हो क्या त्यो गाह्रो हुन्छ यार यहाँ सिस्टममा चल्नु पनि साथीहरू ओ साथीहरू पैसा भेटाए बाटोमा यार अमेरिकन डलर हो क्या ओ माई गड अमेरिकन 500 गाइज यार अमेरिकन 500 डलर भेटाएँ मैले ए मेरो भाग्य चाहिँ यो पैसा मैले कसलाई दिने होला के यो पैसा गरिब दुखीलाई बाँड्छु कि त मन्दिरमा गएर चढाउँछु यो पैसा कि त मैले पुलिस स्टेसनमा गएर फोटो खिचेको छु पुलिस स्टेसनमा गएर मैले यो पैसा जम्मा गर्छु साथीहरू यो 3टा चिजमध्ये गर्छु हजुरलाई भिडियोमा देखाएर ल पैसा छ सब छ के यो 5,000मा केटी नि बिक्छ क्या साथीहरू यहाँ बुझ्नुभयो है